दर्शन नमस्ते। आज मैले न्यू बिनायो किनेर ल्याएर धुन कस्तो रहेछ भनेर हजुरहरूलाई सुनाउन गइरहेको छु। यो चाहिँ मैले हाम्रो टुडीखेल मेला साकेला मेलाबाट ल्याएको हुँ। कस्तो रहेछ यसको धुन भनेर यसो यहाँ हजुरहरूलाई सुनाउन गइरहेको छु। कुन धुन बजाएको भनेर हजुरहरूलाई लाग्यो होला, तर यो त ओल्लो खोल्लो पल्लो खोल्लो कमिलाको गल्लो भनेर हौरा नाजु कमिलाको गल्लो भनेर भन्ने धुन बजाएको मैले। अनि हजुरहरूलाई म समला धुन पनि बजाएर सुनाउँछु। यो चाहिँ एकदमै मिठो धुन निस्किने छिप्पिएको मालिङ्गो धराने दिदीसँग चाहिँ मैले फेला पारेर बल्ल मैले धेरैचोटि बिनायो किन्दा यो बिनायो चाहिँ मैले भने जस्तो धुन एकदमै मनपर्ने धुन आउने बिनायो भेटेकोले गर्दाखेरि मैले आज टुडीखेल साकेला मेलाबाट ल्याएको हुँ। यसको चाहिँ एकदमै मिठो धुन आउने, हजुरहरूले पनि गर्नुभयो होला, अरू बिनायो भन्दा छुट्टै धुन आउने यो चाहिँ धराने छिप्पिएको मालिङ्गो। नमस्ते हजुरहरूले एकदमै यो चाहिँ अर्कै छुट्टै खाले बिनायो हो। यो बिनायो भन्दा यो छुट्टै खालको भन्दाखेरि यो मालिकको छुट्टै हो। अनि यो धराने मालिकको एकदम माथि पहाडबाट चाहिँ छिप्पिएको ल्याउनु भएको रहेछ। एकदमै राम्रो धुन आउने। म फेरि पनि हजुरहरूलाई यो धुन लिएर आउने छु। आज चाहिँ टुडीखेल साकेलाबाट आउँदै यो बेला भयो, अबेला भयो, छोटो हजुरहरूलाई धुन सुनाइराखेको छु। हस् त, नमस्कार। स्यामुना सेवारू सेवाके नाम सेवा हौवा सबैजनाहरूले यो मेरो बिनाएको धुनहरू साथै साकेलाको केही भिडियोहरू चाहिँ बिनायो टिभीमा हेर्नुहोला नि है। अनि नयाँ साथीहरू हुनुहुन्छ भने बिनायो टिभीलाई सब्सक्राइब गरिदिनु होला है। अनि लाइक कमेन्ट गरिदिनु होला। अनि छेउमा रहेको घन्टी छ नि हजुरहरू, घन्टी त्यसलाई पनि टिङ्गै बजाइदिनु होला नि है। हजुरहरूको जय होस् भने भुइँसोरी सेवाहरू। बाई बाई। अँध्यारो आउँछ कि के हो? अन्डा सक्यो के छ? अन्डा निस्किएको। हेलो सबैजना। हामी चाहिँ आज टुडीखेलमा साकेला मान्नु आएको छौँ। सबैजनालाई यता खाजा खाने क्रममा हामीहरू सबैजनालाई गुन्द्रुक अचार अन्डा स्याङ यता खरबुजा पनि छ। सबैजनालाई ह्याप्पी साकेला।
साथी ल सबैजना ल बाबु अरे बाबुहरू सबैजनालाई ह्याप्पी साकेला ल निकाल्दै खान भरे सक्यो भने हुन्छ ल सबैजना अहिले सक्यो भने नरुनु है बधाई बहिनी नाना गुन्द्रुकको अचार खाने छ कि बिचार हेलो ह्याप्पी साकेला सबैजनालाई ह्याप्पी साकेला नाना हौवा ह्याप्पी साकेला हौवा खानु है ल ह्याप्पी साकेला म यता ह्याप्पी साकेला ल नानीहरू यता हेर यता बाबुहरू सबैजनालाई ह्याप्पी साकेला ह्याप्पी साकेला महत्त्वपूर्ण सूचना सबै अनुरोध पनि छ स्यामसङ S21 अल्ट्रा यो खास आयोजकको स्टेज पछाडिबाट हराएको हुनाले कसैले भेट्नु भएको छ भनेदेखि आयोजकको स्टेजमा ल्याएर बुझाइदिनु होला स्यामसङ S21 अल्ट्रा भेट्नु हुने महानुभावहरूले उचित पुरस्कारको पनि व्यवस्था गरेको छु भनेर भन्नुभएको छ किनकि मोबाइलको पछाडिपट्टिको कभरमा उहाँको विशेष कागजपत्र भएको कारणले गर्दा उहाँले एकदमै धेरै अनुरोध गर्नुभएको छ आखिर यो मोबाइल तपाईँले राखेर भन्दा पनि सायद दिएर पुण्य कमाउनुहुन्छ होला भन्ने मलाई लाग्छ आयोजकको स्टेजमा यो मोबाइल भेट्नु हुनेले ल्याएर सम्पर्क गरिदिनु होला साकेला अर्को हप्ता शनिबार 10 गते चर्चनडोल धापासी चिनारी पार्क साकेला अर्को हप्ता यहाँहरूको धेरैको जिज्ञासा तपाईँहरूको अगाडि हामी लिएर आउँदैछौँ साकेला अर्को हप्ता शनिबार ज्येष्ठ 10 गते चासुन्डोल धापासी चिनारी पार्क आयोजक किराँतराई यायुखा 6 नम्बर वडा कमिटी बुढानीकण्ठा साकेला आयोजना अर्को हप्ता शनिबार ज्येष्ठ 10 गते चासुन्डोल धापासी चिनारी पार्क मैले यहाँहरू जति स्टल व्यवसायहरू हुनुहुन्छ आयोजकको सचिवालयमा हामीसँग स्टक एक्सट्रिम इनर्जी